उहाँहरूले माग गरिराख्नु भएको छ। पहिलेदेखि गृह मन्त्रालयमा पहिलादेखिका गृहमन्त्री कर्मचारी सबैलाई छानबिन हुने गरी यो समस्याको पुनः निकल हुने गरी गरौँ भनिराख्नु भएको छ। यसो गर्दा किन तपाईँहरूले मानिराख्नु भएको छैन? यसो गर्दा के हुन्छ? होइन, समस्याको समाधान गर्ने कुरामा नमान्ने कुरै भएन, तर संसदै अवरुद्ध गरेर छानबिन गर्नु पर्दैन। छानबिन गर्ने निकायहरू छन्, राज्यका धेरै संरचनाहरू छन्, ती संरचनाहरूले आफ्नो काम गरिरहेछन् र यही अहिले जुन विषय संसदमा छलफलको विषय या संसद अवरुद्धको विषय बनिरहेको छ, यो पनि अख्तियारले छानबिन सुरु गरिसकेको विषय हो। त्यस कारणले अहिले चाहिँ उपलब्ध भएका प्रमाणहरू सबै अख्तियारको छानबिन समितिले या त्यहाँको निकायले त्यहाँ चाहिँ अनुसन्धान गरिरहेको सन्दर्भमा राज्यका यी विभिन्न अङ्गहरू र निकायहरूले गरेका छलफलहरू नै सर्वमान्य हुने हुन् हाम्रा लागि। त्यसकारण आफ्नो काम आफूले गर्नुपर्छ भन्ने मात्रै हो। संसदको काम चाहिँ कानुन बनाउने हो, हामीले कानुन बनाउनुपर्छ। देखिएका समस्याहरूमा या राज्य सञ्चालनका सन्दर्भमा भएका समस्या या विषय या उठान भएका मुद्दाहरूमा समाधान गर्ने, बहस गर्ने, छलफल गर्ने, जे गर्नुपर्ने हो त्यसको निरूपण गर्ने चाहिँ आफ्ना कार्यक्षेत्र तोकिएका निकायहरू छन्, तिनीहरूले स्वतन्त्रतापूर्वक गर्न पाउनुपर्छ। र फेरि गलत गरेको छ भने गल्ती गर्नेलाई दण्डित गर्ने कुरा र गलत नगरेका व्यक्तिलाई दण्डसँग जोड्न नहुने कुरामा फेरि हामी सबै प्रष्ट नै छौँ। त्यस कारणले संसद अवरुद्ध चाहिँ समाधान होइन, गलतलाई गलत हो कि होइन भनेर छानबिन गर्ने पनि निकाय छन् र सत्यलाई यो यतिसम्म सत्य हो भन्ने पनि निकायहरू छन्।